Hello everyone, welcome back to my mini vlog. र आज भने चाहिँ हामी चाहिँ मेरो खोर्सानी चाहिँ यतिको भएको छ हो। अन्त अब हामी चाहिँ म र आमा चाहिँ आमा चाहिँ यहाँ हुनुहुन्छ। अब हामी दुईजना चाहिँ यहाँ रोप्नु आटेको हाम्रो खोर्सानी यतिको भएको छ। आमा कतिवटा लानु? कस्तो माटो झर्दैछ है। ए तपाईले चाहिँ यस्तो पनि निकाल्यो त। यो त्यहाँ गाड्दिराख्नु। ठुल्ठुलो यहाँ यस्तो भइराख्छ। यो सानो सानोहरु चाहिँ छोड्दिन्छु म हो। अन्त हामी चाहिँ यो ठुल्ठुलो मात्रै रोप्छ। त्यही हो आज चाहिँ हामी तपाईहरुलाई देखाउँछ है त। सो हेर्दै गर्नुहोस् होला। हामी चाहिँ जाँदैछ हो बारीमा। अन्त हामीले चाहिँ यति निकाल्यो हो। अन्त अझै छ माथि पटमा। अन्त पछाडि चाहिँ मेरो भाइ चाहिँ माथि छ हेरिरहेछ त्यसले चाहिँ। अन्त हामी चाहिँ जाँदैछ। आमा चाहिँ अगाडि हुनुहुन्छ हो। अन्त दिउँसो चाहिँ यस्तो गरम हुन्छ हैन, कामै गर्न सक्दैन हो। त्यही भएर चाहिँ हामी चाहिँ अहिले बेलुका नै जाँदैछ रोप्नुको लागि। कस्तो मजाको भइरहेको छ मेरो भ्यू। आमाले चाहिँ यसरी उयो गर्नुहुँदैछ हो। हामीले यो हिजो खनेको म र आमाले माथिसम्म। यहाँ चाहिँ खोर्सानी छ। के पारौ लु एकैवटा निकाल्नुपर्छ। अन्त यहाँ चाहिँ मल छ हो। अब चाहिँ हामी काम गर्नुपर्छ। यहाँ लगाइदिउँ कि अझै कति छ? एउटा दुईटा तीनटा चारटा पाँचवटा छ सात आठ पानी लाउनुपर्छ। के हो भ्यू? मल र बिउ अब चाहिँ यति छ। आमाले चाहिँ पानी लाउनु हुँदैछ हो। अन्त हामीले चाहिँ रोपेको देखाउँछु ल तपाईहरुलाई। राति त राम्रो देख्दै छैन होला। यस्तो छ। त्यहाँदेखि चाहिँ नि पुरा उप्रियो नि त भ्यू। त्यही भएर चाहिँ हामीले यहाँ पनि जग्गा बनाएको थियो। अन्त यहाँ पनि रोपेको छ। यस्तो छ। अब भोलिपछि फलेर देखाइदिन्छु है तपाईहरुलाई। फल आएर म तपाईहरुलाई। सो फाइनली हामीले चाहिँ रोपिम सक्यो हो। अन्त पछाडि चाहिँ आमाले चाहिँ पानी लाउनु हुँदैछ हो। अन्त हत्तु भयो।
सो अब हामी चाहिँ घर फर्किँदैछ हो, रोपिसक्यो हामीले चाहिँ, अन्त फर्केको घर। रात पनि पर्यो, पर्नु आँटेको छ हो, अन्त हामी चाहिँ जाँदैछ। सो बाई एभ्रिवान।